नेपाल रेलवे कम्पनी महाप्रबन्धक विहीन भएपछि विजलपुरा जनकपुर जयनगर रेलवे सेवा नै रोकिन अवस्थामा पुगेको छ। भदौ 2 मा कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पदावधि सकिएपछि रेलमा हालिँदै आएको डिजेलको रकम भुक्तानी रोकिन पुगेको छ। झा 2078 सालमा संघीय समाजवादीको कोटामा महाप्रबन्धक नियुक्त भएका थिए। उनको पदावधि सकिए लगतै अर्का महाप्रबन्धक नियुक्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलवे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ। तेलको आर्थिक दायित्व भुक्तानी नभएकाले रेलको सेवा नै रोकिने अवस्था आएको दावी कर्मचारीहरूको छ। महाप्रबन्धकलाई मात्रै आर्थिक अधिकार हुने भन्दै ट्रेनमा तेल हालेको पैसा दिन कम्पनीले मानेको छैन। जनकपुर धामको VIL स्टोरले बक्यौता भुक्तानी नभएको भदौ 16 गते शनिबारदेखि तेल नदिने भन्दै पत्राचार गरेको छ। कम्पनीले सोही पम्पबाट रेलका लागि तेल खरिद गर्दै आएको छ। कम्पनीका अधिकारीहरूले अन्य कर्मचारीले आर्थिक दायित्व भुक्तानीको अधिकार नभएको भन्दै भुक्तानी दिन नसकिने बताइरहेका छन्। VIL स्टोरले भदौ 6 मा 20,95,641 रुपैयाँ भुक्तानी नभएको, भदौ 15 सम्ममा भुक्तानी नभए इन्धन उपलब्ध नगराउने जानकारी सहित पत्र लेखेको थियो। त्यस अनुसार शनिबारदेखि सेवा रोकिन जोखिम देखिएको स्रोतको दावी छ। पम्पले दिएको चेतावनी बारे कम्पनीका कर्मचारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी पनि दिएका थिए। तर मन्त्रालयका अधिकारीहरूले चासो नै नदिएकाले शनिबारदेखि रेल सेवा बन्द हुने अवस्था आएको अधिकारीहरूको दावी छ। निमित्त तोकेर उसलाई आर्थिक अधिकार दिने गरी निर्णय गरेर मन्त्रालयले पत्र लेखियो भने भुक्तानी गर्न सकिन्छ, कम्पनीका एक कर्मचारीले भने। तर सेवा नै बन्द हुने अवस्था आउँदा पनि कसैले मतलब गरेनन्। यसबारे रेल विभागमा समेत जानकारी गराए पनि चासो नदिएको अधिकारीहरूको गुनासो छ। कम्पनी मन्त्रालय माथा भएकाले छिटो महाप्रबन्धक नियुक्त गर्न र कम्पनीको दैनिक कार्य सम्पादनमा परेका काचो फुकाउने अधिकार मन्त्रालयसँगै छ। तर मन्त्रालयले पटक्कै चासो नदिएपछि कम्पनीका कर्मचारीले शनिबारदेखि रेल सेवा बन्द गर्नुको विकल्प नदेखिएको बताएका छन्। मन्त्रालयले पम्पलाई बाँकी भुक्तानी हुन सुनिश्चित गरेर पत्र लेखामा पनि समस्या हल हुन सक्छ। एक कर्मचारी भन्छन्, मन्त्रालयमा खबर गर्दा सबैजना पन्छिरहनु भएको छ। मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले रेलको तेल भुक्तानीमा परेको समस्या बारे अनभिज्ञता प्रकट गरे। उनले यसबारे रेलवे कम्पनी नै जानकार हुने बताए। स्रोतका अनुसार केही दिनमै रेलवे कम्पनीमा झालाई नै पुनर्नियुक्ति दिने तयारी छ। यसका लागि मन्त्रालयले महापरिषदमा प्रस्ताव पठाइएको दावी अधिकारीहरूको छ।